आदरणीय हाम्रो विदेशमा बसिराख्नु भएको दाजुभाइहरू एकदम केयरफुली भएर बस्नु होला, किनकि हजुरहरू जहाँ बसिराख्नु भएको छ त्यो ठाउँमा अहिले आन्दोलन भइरहेछ, त्यो त मलाई थाहा छ। तर यो भिडियो बनाउन अलिक ढिलो नै भयो, त्यसको लागि सरी है। अहिले चाहिँ हाम्रो देशमा पनि ग्यासको स्कार्सिटी भएको कारण त त्यही हो, आन्दोलन नै हो। तर जुन जुन देशमा चाहिँ आन्दोलन भइरहेछ त्यसको लागि चाहिँ धेरै मनदेखि दुखी छु। हजुरहरू एकदम केयरफुली बस्दिनु। भगवानसँग प्रार्थना गर्छु कि छिट्टै यो आन्दोलन सकियोस्। यस्तो हुनु धेरै नै अन्याय नै भइरहेछ। किन भइराख्यो होला खै केही बुझ्नै पाइरहेको छैन कि। यस्तो नहोस् कि भगवानसँग यही प्रार्थना गर्छु, छिट्टै भन्दा छिट्टै यो सबै समाधान भइहालोस् र सब देश एक भएर हिँडोस्। मान्छे भएर मान्छेलाई मार्नु राम्रो कुरो होइन। धेरै दुःख लाग्छ, पीडा हुन्छ यो कुराहरू सुनेर। भिडियोहरू हेरिरहेको छु, धेरै दुःख भइरहेछ मलाई त। सानो सानो कुरामा पनि विवाद बढाएर तिनीहरू यस्तो आन्दोलन गरेछ कि मान्छेलाई बाँच्नै दिइरहेको छैन। यस्तो पनि हुन्छ त? कति कठोर मन होला के तिनीहरूको, यस्तो आन्दोलन उठाएछ।